साथै आग्रह गर्न चाहन्छु हामी जनताहरूले हामी विद्यार्थीहरूले हामी नेपालका नागरिकहरूले हामी खोल्नेका वासीहरूले देशमा सरकार सत्तामा चल्नुपर्छ भन्ने ठान्छौँ स्थानीय सरकार र प्रदेश सरकार त्यसै गरी सङ्घीय सरकारको समन्वयमा देशको विकास हुनुपर्छ भन्ने चाहन्छौँ र सिक्किममा गाउँपालिकाको हामी विकास हुनुपर्छ भन्ने चाहन्छौँ पार्टीको आन्तरिक टिमको आधारमा फरक पार्टी भएको कारणमा विकास खर्चहरू हामीले रोक्न थाल्यौँ भने विकास खर्चमा हाम्रो विकासको अवधिमा हाम्रो समन्वय भएन भने देश विकास हुन सक्दैन यो गाउँपालिका विकास हुन सक्दैन त्यही भएर म अन्त्यमा के भन्न चाहन्छु भने नेपालको खेलको क्षेत्रलाई अगाडि बढाउनको निमित्त नेपालको यो पर्यटन क्षेत्रलाई अगाडि लानको निमित्त नेपालको समग्र शिक्षा स्वास्थ्य पूर्वाधार क्षेत्रलाई अगाडि लानको निमित्त तिनै तहका सरकारहरूको समन्वयमा लगानीको वातावरण सृजना गरेर नयाँ खालका कुराहरू आउनुपर्छ भन्ने कुरा राख्दै यो कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्छु धन्यवाद नमस्कार जय नेपाल